गाइज यो त केउते स्टेसनको भित्र मात्र हो। यस्तो राम्रो भ्यूज। यो सबै भिडियो हेर्न नबिर्सनु होला, सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। ओहो कस्तो राम्रो छ है भ्यूजहरू, हेर्नुहोस् त गाइज। वेलकम छ है मेरो युट्युब च्यानल ब्लगमा हजुरहरूलाई स्वागत छ। मेरो चाहिँ यो फर्स्ट ब्लग हो जापानको। म चाहिँ आज कामबाट निस्किँदाखेरि यस्तो राम्रो देखेको अनि मलाई चाहिँ भिडियो बनाउन मन लागेको। मेरो चाहिँ यो फर्स्ट ब्लग हो। हजुरहरूले हेरेर मलाई साथ सपोर्ट दिनु होला। र भिडियो कस्तो लाग्यो, मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। यहाँ हेर्नुहोस् त गाइज, म चाहिँ यो जापानको क्योतो स्टेसनमा रहेको चारैतिरको वरिपरिको म देखाइदिएर हुन्छु। कस्तो राम्रो राम्रो बिहानै बिहानै यस्तो राम्रो भ्यूज देखेको छ, हेर्नुहोस् त गाइज। यो चाहिँ म अहिले 4th फ्लोरमा छु, तर योभन्दा नि माथि छ कि यो 11 फ्लोरसम्म छ। 11 फोर्थमा चाहिँ जानलाई यहाँ चाहिँ एस्केलेटर लागेको छ, त्यो एस्केलेटरबाट जानु मिल्छ, तर अहिले चाहिँ बन्द रहेछ यहाँनिर। यहाँ हेर्नुहोस् त गाइज, यो जापान बिहानै बिहानै मान्छेहरू आएर स्टेसनभित्र सौजी गरिरहेछ, यहाँनिर सरसफाइ गरिरहेछ। यति सफा छ, यति क्लिन छ, तर पनि सफा गरिरहेछ, हेर्नुहोस् त गाइज त्यहाँनिर। अनि 9 बजे चाहिँ त्यो खुल्छ अनि बल्ल स्टार्ट हुन्छ त्यो एस्केलेटर, अनि चढ्न मिल्छ मान्छेहरू। म चाहिँ चढेर देखाइदिन्थेँ, तर अहिले चाहिँ एस्केलेटर बन्द छ। भर्याङबाट के चढ्नु, बिहान बिहान कामबाट थाकेर आएको छु, चढ्न नि मन लागेको छैन। म अर्को चाहिँ भिडियोमा बनाएर आउनेछु। यहाँ हेर्नु त कति राम्रो देखेको छ यहाँनिर भ्यूजहरू। यो चाहिँ पुरै फलामे फलामको रहेछ, फलामे फलामको बनाएको रहेछ। यहाँ हेर्नु त गाइज कस्तो राम्रो देखेको छ है। कस्तो लाग्यो हजुरहरूलाई, मन पऱ्यो भने सब्सक्राइब गर्नु होला। यो चाहिँ क्योतो स्टेसनमा रहेको 4th फ्लोरमा छु मैले। यहाँनिर छ कि म अहिले भएको ठाउँ चाहिँ यो 4th फ्लोर 11 फ्लोरसम्म छ। 10 नि छ, 8 नि छ, 7 नि छ। म चाहिँ अहिले 4थमा छु है। यहाँनिर हेर्नु त, म अर्को चाहिँ एउटा मेन जुन क्योतोमा रहेको मेन चाहिँ के हो भनेको म देखाइदिएर हुन्छु ल। यहाँ हेर्नुहोस् है, हेर्दै गर्नुहोस् है, म देखाइदिरहेको छु। 1 2 3 यो चाहिँ टावर हो क्योतो स्टेसनको, यानि कि यो जापानको क्योतोमा रहेको मेन टावर, जुन क्योतोको चिनिने ठाउँ भनेको यो टावर हो। यो टावरले क्योतो चिनिन्छ, क्योतो स्टेसन चिनिन्छ है गाइजहरू। यहाँ हेर्नु त कस्तो राम्रो देखेछ। म चाहिँ यो 4th फ्लोरबाट देखाइरहेको छु है गाइजहरू। यो 4th फ्लोरबाट म देखाइरहन्छु। तल नि म गएको छैन, तल गयो भने म फेरि भिडियो बनाइदिन्छु अर्को। यो चाहिँ म 4th फ्लोरबाट चारैतिर देखाइदिइरहन्छु। क्योतो स्टेसनबाट चारैतिर देखिन्छ, क्योतोको पुरै सिटी देखिन्छ। 11 फ्लोरमा चढ्यो भने सबै देखिन्छ, तर म भर्याङ नचढेर यतिकै बस्यो, यहीँबाट देखाइदिइरहन्छु है। कस्तो राम्रो देखेछ है। ओहो कति राम्रो देखेछ। यहाँ हेर्नु त, यो क्योतो स्टेसनमा मात्र हो यस्तो भ्यूज देखिने। यहाँ हेर्नु त, मेरो अलार्म बज्यो है, बन्द गरिदिएँ। यहाँ मान्छेहरू सौजी गरिरहेछ। फेरि क्योतोमा बस्नुहुन्छ भने यहाँनिर आएर फोटो भिडियो बनाउने एकदमै राम्रो छ यो। टिकटकहरू जसलाई टिकटक धेरै मनपर्छ त्यो टिकटक। यहाँ हेर्नु त, सेनिटाइजरले फेरि यहाँ सफा गरिरहेछ, हेर्नु त, सेनिटाइजरले सफा गरिरहेछ। यस्तो छ जापानमा है, जापानमा यस्तो छ, सौजीहरू गर्ने, सफा गर्ने, सरसफाइ गर्ने। जापान त एकदमै क्लिन हो कि, जापान जहाँसुकै गए नि ठाउँ एकदमै क्लिन हुन्छ, सफा हुन्छ। यहाँ चाहिँ यो स्टेज जस्तो गाइजहरू, कुनै कुनै प्रोग्राम हुँदाखेरि यहाँनिर डान्स प्रोग्राम हुन्छ। यहाँनिर हेर्नु, यता यो भर्याङमा बसेर नि हेर्न मिल्छ यतातिर, तर कहिलेकाहीँ मात्र हुन्छ यस्तो प्रोग्रामहरू जापानिजहरूको। यहाँनिर अब सेक्युरिटीहरू निस्कियो, यो माथिको सेक्युरिटीहरू छ सबै, यिनीहरूको ड्युटी स्टार्ट भयो। अब सबै साइड साइडमा बस्छ। यस्तो छ जापानमा। सबै चेकजाँच गर्छ अनि पुरै स्टार्ट गर्छ। फेरि सबै खोलिरहेको छ, एस्केलेटर साइड खोलिरहेको छ। अबसम्म यता हेर्नु त कति राम्रो देखेछ, हेर्नु त। यहाँ क्योतोको मेन चिनिने ठाउँ भनेको क्योतो स्टेसनको टावर हो। यो क्योतो स्टेसनको टावरले यो पुरै क्योतो चिनिन्छ है। क्योतो सर्च गर्ने बित्तिकै यो टावर देखिन्छ ल, 100% मैले भनिदिएँ। गुगलमा जानुहोस्, सर्च गर्नुहोस्, क्योतो यो टावर देखिन्छ 100%। तलतिर देखाइदिन्छु है, तलतिर मेरो मोबाइल त खस्दैन नि, खस्दैन। यहाँनिर नि बसेर एकछिन मजाले खाजासाजा नि खान पाइन्छ, तर अहिले बन्द रहेछ कि, उता ढोका लागेको छ।
यहाँनिर ढोका छ, त्यो ढोका बन्द छ अहिले। सबै 9 बजेदेखि खुल्छ। 9 बजेदेखि खुल्छ अनि 9 बजे राति बन्द हुन्छ। त्यही भएर ल है गाइज, म चाहिँ अब तल जान लाग्यो। म चाहिँ अब रुम जान्छु अनि रेस्ट गर्छु, खानासाना बनाउँछु अनि खान्छु अनि एकछिन रेस्ट गर्छु, सुत्छु। म चाहिँ तल गएर अलि देखाइदिएर आउँछु कस्तो राम्रो देख्छ। म चाहिँ एस्केलेटरबाट जान्ला हो, एस्केलेटरबाट तल जाँदैछु है। हेर्नुहोस् त कस्तो राम्रो देखेछ। अहिले भर्खर मान्छेहरू स्टार्ट भएको छ, यो त भिडै छैन। यहाँनिर यति भिड हुन्छ, यति भिड हुन्छ कि नेपालमा आन्दोलन हुँदा नि मान्छेहरू त्यति हुँदैन, त्यति यहाँ हुन्छ क्या। यस्तो छ क्योतो स्टेसन जापानको। जापानमा यस्तै छ गाइजहरू। जापान घुम्न मन लाग्यो भने आउनु होला, यस्तो हेर्नु होला, रमाइलो छ, आनन्द छ। यो क्योतो स्टेसनको चिन्ने टावर तलदेखि माथि देखाइरहेको छ। अघि चाहिँ 4th फ्लोरबाट देखाइरहेको थियो, अहिले चाहिँ म यहाँ तलदेखि देखाइदिइरहेको छु। यस्तो छ है। म चाहिँ अब जान्छु है स्टेसनभित्र अनि ट्रेन चढ्छु अनि घर जान्छु, रुम जान्छु, रेस्ट गर्छु, आराम गर्छु, खाजासाजा पकाउँछु, खान्छु। यहाँनिर छ अब सेक्युरिटी, चारैतिर सेक्युरिटी हुन्छ। कस्तो राम्रो छ है जापान त। मेरो भिडियोलाई प्लिज साथ सपोर्ट दिनु होला। म चाहिँ फेरि अर्को भ्लग पनि लिएर आउनेछु। हजुरहरूलाई कस्तो मनपर्छ भन्नु होला, म त्यस्तै भ्लग बनाएर ल्याउनेछु है। यहाँ हेर्नु त यस्तो छ। मसँग चाहिँ कार्ड छ, म कार्ड आन्छु अनि जान्छु। म जाने ट्रेन चाहिँ साथीहरू, ट्रेन चाहिँ आइसक्यो। म चाहिँ अब ट्रेन चढ्छु अनि जान्छु। यहाँनिर रोक्ने ठाउँ हो अनि बिस्तारै आएछ कि। Station number E07. Please exit on the left. Transfer here to the gate for Kodan Limburgs. The height of the platform is lower than the train floor.